रुकुम पश्चिमको बाफीकोट गाउँपालिका 7 लिस्ने स्थित भित्री सडक खण्डमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको छ। सदरमुकाम खलङ्गाबाट 8 बीचकोट नगरपालिका 2 स्याला खदी जाँदै गर्दा रा 1 ज 422 नम्बरको जीप दुर्घटना हुँदा 7 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 1 जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 8 बीचकोट नगरपालिका 2 स्यालाका 30 वर्षीय कमला ओली, सोही स्थानका 16 वर्षीय टेकजङ बुढा, 15 वर्षीय दिलमाया बुढा, 17 वर्षीय मनिषा ओली, 18 वर्षीय शर्मिला बिक, 22 वर्षीय गोपाल ओली, 8 बीचकोट नगरपालिका 1 की 15 वर्षीय कल्पना नेपाल र 28 वर्षीय सविता बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो। दुर्घटनामा परि 10 जना घाइते भएका छन्। घाइते हुनेमा 8 बीचकोट नगरपालिका 2 की 17 वर्षीय सृजना बुढा, 15 वर्षीय सपना नेपाल, 18 वर्षीय जुना बुढा, 17 वर्षीय संगीता बुढा र 19 वर्षीय शान्ति बुढा रहेका छन्। त्यस्तै 17 वर्षीय अञ्जना एरी, 20 वर्षीय महिमा ओली, 17 वर्षीय मनिषा थापा, 15 वर्षीय सविता बिक र गाडी चालक 34 वर्षीय टोपजङ बुढा पनि घाइते भएका छन्। 9 जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने 18 वर्षीय जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। जीप सडकदेखि 700 मिटर तल खसेको प्रहरीले जनाएको छ। ओभरलोड र साँगुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। रुकुम पश्चिमको बाफीकोट गाउँपालिका 7 लिस्ने स्थित भित्री सडक खण्डमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको छ। सदरमुकाम खलङ्गाबाट 8 बीचकोट नगरपालिका 2 स्याला खदी जाँदै गर्दा रा 1 ज 422 नम्बरको जीप दुर्घटना हुँदा 7 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 1 जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 8 बीचकोट नगरपालिका 2 स्यालाका 30 वर्षीय कमला ओली, सोही स्थानका 16 वर्षीय टेकजङ बुढा, 15 वर्षीय दिलमाया बुढा, 17 वर्षीय मनिषा ओली, 18 वर्षीय शर्मिला बिक, 22 वर्षीय गोपाल ओली, 8 बीचकोट नगरपालिका 1 की 15 वर्षीय कल्पना नेपाल र 28 वर्षीय सविता बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो। दुर्घटनामा परि 10 जना घाइते भएका छन्। घाइते हुनेमा 8 बीचकोट नगरपालिका 2 की 17 वर्षीय सृजना बुढा, 15 वर्षीय सपना नेपाल, 18 वर्षीय जुना बुढा, 17 वर्षीय संगीता बुढा र 19 वर्षीय शान्ति बुढा रहेका छन्। त्यस्तै 17 वर्षीय अञ्जना एरी, 20 वर्षीय महिमा ओली, 17 वर्षीय मनिषा थापा, 15 वर्षीय सविता बिक र गाडी चालक 34 वर्षीय टोपजङ बुढा पनि घाइते भएका छन्। 9 जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने 18 वर्षीय जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। जीप सडकदेखि 700 मिटर तल खसेको प्रहरीले जनाएको छ। ओभरलोड र साँगुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। तपाईलाई हाम्रो युट्युब च्यानल स्टोरी एभ्रीवन सबको कथा कस्तो लाग्छ, कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। लाइक, कमेन्ट र सेयर गरिदिनुहोस्। सब्स्क्राइब र बेल आइकनलाई थिच्न नभुल्नुहोला। हामी भने तपाईमाझ फेरि पनि ताजा अपडेटका साथ उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।